सम्पूर्णलाई नमस्कार। को कताबाट लाइभ हेरिराख्नु भएको छ? गुड इभिनिङ। कता कताबाट हुनुहुन्छ? आज हामी क्वाड विशेष रहेर चाहिँ क्लासहरू सञ्चालन गर्छौँ एज वी हेभ प्रमिस्ड है। अनि लाइभमा हुने सरमा पनि एउटा लाइभ सेयर गरिदिनु होला है। क्वेसन नम्बर 1 यहाँ 58 लेखे तापनि यो क्वेसन नम्बर 1 हो फर दिस सेसन है। टमाटरको पार्थेनोकार्पी अर्थात् बिउ बिना फल लाग्ने गराउन प्राय कुन प्लान्ट ग्रोथ रेगुलेटर पिजिआर को प्रयोग गरिन्छ? ए मा जिबेर्लिक एसिड, बी मा चाहिँ इन्डोल एसिटिक एसिड आइए, अनि सी मा नेप्थलिन एसिटिक एसिड एनए, र डी मा रहेछ साइटोकाइनिन है। लेख्नुहोस् त एबिसिडी मा के हुन्छ? यो पार्थेनोकार्पी के हो भनेर पनि सोधिरहेको हुन्छ प्रश्नमा, त्यही भएर यहाँ मैले ठ्याक्क बिउ बिना फल लाग्नेलाई हामीले के भन्छौँ? पार्थेनोकार्पी भन्छौँ है। लेख्नुहोस् त ए हुन्छ कि बी हुन्छ कि सी हुन्छ कि डी? यो गराउनलाई चाहिँ कुन पिजिआर चाहिँ प्रयोग गरिन्छ? जिबर्लिक एसिड हो कि इन्डोल एसिटिक एसिड हो कि नेप्थलिन एसिटिक एसिड हो कि साइटोकाइनिन हो? क्विकली सर म्याम सबैजनालाई लाइभमा हुने सर म्यामलाई आन्सर आउँदैन भने पनि प्रयास चाहिँ गर्नुपर्छ कि निरन्तर प्रयास गर्नुपर्छ अनि मात्र सम्भव हुन्छ है। रङै भए पनि ए तपाईँ रङ गर्नु भएको छ मैले भन्दिनँ है। लेख्नुहोस् त ओके। मानबहादुर सरले ए लेख्नु भएको छ। वेलकम टु आवर लाइभ मानबहादुर सर। आन्सर आइसकेको छ ए भनेर। एबिसिडी के हुन्छ? क्विक 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 जसले आन्सर लेख्नु छ उहाँले 100% नाम निकाल्नुहुन्छ है। त्यो चाहिँ फर स्योर हो। जान्ने भए पनि नजाने भए पनि हजुरले चाहिँ गेस पनि गर्न सक्नुपर्छ। गुड। सम्झना म्यामले ए लेख्नु भएको छ। मानबहादुर सरले ए लेख्नु भएको छ। क्विक क्विक लेख्नुहोस् त ल। सम्झना म्यामले पनि लेखिसक्नु भएको छ। म मिलाउँदै पनि छु, हजुरको आन्सर पनि हेरिरहेको छु। हेर्नुहोस् है, टमाटरको पार्थेनोकार्पी गराउन प्राय कुन पिजिआर प्रयोग गरिन्छ? एमा रहेको छ जिबर्लिक एसिड, बीमा रहेको छ अक्सिन, सीमा रहेको छ इथाइलिन, र डीमा रहेको छ साइटोकाइनिन है। लेख्नुहोस् त फटाफट ल। हाम्रो लाइभमा जमात पनि बढिरहेको छ। सबैजनालाई एउटा लाइभ सेयर गर्दै आन्सर चाहिँ लेख्नु होला क्विकली। के हुन्छ एबिसिडीमा उत्तर? फटाफट लेखिहाल्नुहोस् त सर म्याम। लाइभमा आएको धेरै समय पनि भएको छैन, धेरै जमातमा आइसक्नु भएको छ। धेरै धेरै धन्यवाद। एउटा लाइभ लाइभ सेयर गरिदिनु होला। अनि स्क्रिन भिजिबल छ कि छैन, मेरो आवाज अडिबल छ कि छैन त्यो पनि भनिदिनु होला। अहिले चाहिँ हामी प्रास नाप्रास र अधिकृतहरूको लागि चाहिँ हामी अहिले कमान्डो क्लास चलाइरहेका छौँ है। यो चाहिँ हाम्रो चलाउने छौँ। यसको हाम्रो चाहिँ तपाईँको कृषि अधिकृतको कमान्डो क्लास पनि हामीले चलाउने योजनामा छौँ। हजुरहरू जो कोही रिटर्नको डेट आइसकेको छ हजुरहरूको चाहिँ ओके। सङ्घीयको रिजल्ट इक्जाम आइसकेको छ। तपाईँहरूको चाहिँ चैत्रको 1-2 गतेबाट इक्जाम अधिकृतको है, त्यसको लागि पनि हामीले कमान्डो क्लास चलाउन गइरहेका छौँ। जो जो इच्छुक हुनुहुन्छ भर्ना गर्नु होला, ठिक छ? तपाईँहरूको इक्जाम चाहिँ 12 महिना 17 गते अर्थात् चैत्रको 17 र 18 गते चाहिँ इक्जाम छ है अधिकृतको। तपाईँहरूको कृषिको अधिकृतको चाहिँ इक्जाम रहेको छ 17 र 18 गते। त्यसको लागि हामीले कमान्डो क्लास चलाउँदैछौँ। इच्छुकहरूले चाहिँ एडमिसन गरिहाल्नु होला ल। ओके। लेख्नुहोस् त यसको उत्तर चाहिँ के हुन्छ एबिसिडीमा?
ल यसको उत्तर रहेको हुन्छ अक्सिजन है। यहाँ सरहरूले ए लेख्नु भएको रहेछ, यसको उत्तर चाहिँ बी हुन्छ है। ल त्यस्तै गरेर हाम्रो प्रश्न नम्बर 2 अर्थात् 59 मा रहेको छ द क्रिटिकल स्टेज अफ इरिगेसन इन व्हिच इज एमा चाहिँ क्राउन रुट इनिसिएसन स्टेज, बीमा टिलरिङ स्टेज, सीमा बुटिङ स्टेज र डीमा रहेको छ ग्रेन फिलिङ स्टेज। सी तपाईँहरूको चाहिँ कुन स्टेज चाहिँ क्रिटिकल हुन्छ? क्रिटिकल स्टेज अफ इरिगेसनको लागि चाहिँ कुन चाहिँ स्टेजलाई चाहिँ हामीले के भन्छौँ? क्रिटिकल स्टेज भन्छौँ। त्यो सिँचाइ अनिवार्य रूपमा दिनुपर्ने स्टेज चाहिँ कुन स्टेज हो? क्राउन रुट इनिसिएसन स्टेज हो कि तपाईँहरूको चाहिँ टिलरिङ स्टेज हो कि बुटिङ स्टेज हो कि ग्रेन फिलिङ स्टेज हो? लेख्नुहोस् त। वेलकम टु आवर लाइभ सुभाष सर, सरस्वती म्याम, मानबहादुर सर, सम्झना म्याम, सबैजनाले कमेन्ट लेख्नु होला, आन्सर लेख्नु होला। को कहाँबाट हेरिराख्नु छ त्यो पनि लेख्नु होला। मेन कुरा चाहिँ आन्सर लेख्नु पर्यो है, क्विक क्विक। ल धेरैजना आइसक्नु छ लाइभमा। लाइभमा हुने सर म्यामलाई रिक्वेस्ट। लक्ष्मी म्यामले ए लेख्नु भएको छ, भेरी गुड। धनराज सरले बी लेख्नु भएको छ। क्विक 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 कसले बाजी मार्छौँ हेरौँ है। आ देखिए जरा किसमें कितना है दम। ओके, कसमा छ कति दाम? आयान्स सरले सिआरए स्टेज लेख्नु भएको छ, रवि रोशन सरले ए लेख्नु भएको छ। नयाँ सर म्यामको नाम देखिरहेको छ। सबैजनालाई हाम्रो लाइभमा स्वागत छ। नयाँ ठाउँमा पनि हाम्रो मानवी रिच भएको रहेछ भनेर खुसी लाग्यो। जयन्ती म्यामले, सम्झना म्यामले, मानबहादुर सरले ए लेख्नु भएको छ। आयान्स सरले पनि ए लेख्नु भएको छ। ए फर आयान्स, अप्सनमा ए हो क्या है? लेख्नुहोस् त सर म्याम क्विकली फटाफट। यसको उत्तर रहेको छ क्राउन रुट इनिसिएसन है। मैले तपाईँहरूलाई चाहिँ एकदमै क्विक 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 अगाडि बढाउँछु। अहिलेको तपाईँको वार्म अप सेसन चलेको भएर सबैजनालाई धेरै धेरै बधाई छ। सिआरआई स्टेज भनेको चाहिँ क्राउन रुट इनिसिएसन भनेको हामीले बिउ छरिसकेपछिको 20 देखि 25 दिन अर्थात् चाहिँ 21 दिनलाई चाहिँ हामीले मेन चाहिँ भनेका हुन्छौँ। यो भनेको चाहिँ रुट व्हिटको रुट डेभलपमेन्टको लागि र टिलर फर्मेसनको लागि एकदम क्रिटिकल स्टेज हुने भएको कारणले गर्दा यो स्टेजमा हामीले पानी दिएनौँ भने यसको कुनै पनि खालको विकास वृद्धि हुँदैन। त्यही भएर चाहिँ सिआरआई स्टेज इज द मोस्ट क्रिटिकल स्टेज फर द इरिगेसन इन द व्हिट है। ल धीरज सरले ए लेख्नु भएको छ र यदि हामीले त्यहाँ दिएनौँ भने उत्पादनमा कमी हुन्छ अनि घाटा लाग्छ, घाटो घाटो हुन्छ है। त्यस्तै गरेर क्वेसन नम्बर नेक्स्ट हजुरहरूको लागि स्क्रिनमा यसरी रहेको छ माटोको पोषक तत्व है। आई रिक्वेस्ट सर म्याम सबैजनालाई लाइभमा एउटा एउटा लाइभ सेयर गरिदिनु होला, प्लस आन्सर चाहिँ सबैजनाले दिनु होला है। ठिक छ। माटोको पोषक तत्व धारण क्षमता मुख्य रूपमा कुन गुणले निर्धारण गर्छ? एमा रहेको छ सोइल टेक्सचर, बीमा क्याटायन एक्सचेन्ज क्यापेसिटी, सीमा रहेको छ सोइल कलर, डीमा रहेको छ सोइल एरेसन है। माटोको पोषक तत्व धारण क्षमता भनेको त्यसको चाहिँ माटोमा हुने चाहिँ जुन न्युट्रिएन्ट हुन्छ नि त्यो क्यापासिटी हुन्छ नि हो। न्युट्रिएन्ट अब्जर्प्सन क्यापासिटी चाहिँ कुन कुराले चाहिँ निर्धारण गर्छ? टेक्सचरले गर्छ कि क्याटायन एक्सचेन्ज क्यापासिटीले गर्छ कि सोइल कलरले गर्छ कि सोइल एरेसनले गर्छ? लेख्नुहोस् त सर म्याम। आयन सर, सम्झना म्याम, मानबहादुर सर, धीरज सर, सुभाष सर, के हुन्छ यसको उत्तर? लाइभमा हुने सम्पूर्ण सर म्यामलाई रिक्वेस्ट, आन्सर के हुन्छ लेखिदिनु होला। ओके, एउटा एउटा लाइभ पनि सेयर गरिदिनु होला, सबैजनालाई मैले रिक्वेस्ट गर्न चाहे। ओके, आयन सरले ए लेख्नु भएको चाहिँ अघि नैको उत्तर होला है। मेरो आवाज अडिबल छ कि छैन, स्क्रिन भिजिबल छ कि छैन त्यो पनि भनिदिनु होला। मानबहादुर सरले सबैभन्दा सुरुमा बाजी मार्नु भएको छ, 3 को ए लेख्नु भएको छ। यो 60 क्वेसन नम्बर 60 हो, तर 1 2 3 ले चाहिँ 3 आएर भयो 60 नम्बरको है। आयन सरले चाहिँ ए लेख्नु भएको छ। क्विक 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 के हुन्छ उत्तर लेख्नुहोस् त। धीरज सर पछाडि पर्यो कि क्या हो? अनि सबैजनालाई रिक्वेस्ट, धीरज सर, मानबहादुर सर, आयन सर, सुभाष सर एउटा एउटा लाइभ सेयर गरिदिनु होला। एउटा गर्नुभएको छ नि दुईटा गरिदिनु होला है। ल 3 को ए लेख्नु भएको छ। ल ओके, सबैजनाले आन्सर फटाफट दिनु होला। अहिले फेरि नेक्स्ट क्वेसनमा बढिसकेपछि हजुरहरूको आन्सर आइरहेको हुन्छ, त्यसमा त फेरि कम्पिटिसन कम 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 हुँदै जान्छ नि। कम्पिटिसन त हाइली कम्पिटेटिभ क्वेसन हो यो। के हुन्छ यसको उत्तर? माटोको पोषक तत्व धारण क्षमता मुख्य रूपमा कुन गुणले निर्धारण गर्छ? यहाँ उत्तर चाहिँ 3 को ए बढी आएको छ, तर यसको उत्तर हुन्छ बी है। क्याटायन एक्सचेन्ज क्यापासिटीले चाहिँ तपाईँहरूको चाहिँ माटोमा भएको न्युट्रिएन्ट क्यापासिटी लाई चाहिँ न्युट्रिएन्ट एब्जर्प्सन क्यापासिटीलाई चाहिँ यसले चाहिँ निर्धारण गर्छ है। सुभाष सरले पनि ए लेख्नु भएको रहेछ। हेर्नुहोस् त, CEC भनेको क्याटायन एक्सचेन्ज क्यापासिटी डिटरमाइन्स द एबिलिटी अफ द सोइल कोलाइड्स क्ले एन्ड ह्युमस टु रिटेन एन्ड एक्सचेन्ज न्युट्रिएन्ट क्याटाइन्स भनेको यसमा चाहिँ धारण क्षमता कति हुन्छ र यसलाई चाहिँ एउटाबाट एक्सचेन्ज भनेको चाहिँ ट्रान्सफर पनि गर्न सक्ने के बुझ्नुभयो नि। CEC ले नै डिटरमाइन गर्छ क्याटायन एक्सचेन्ज क्यापासिटी नामले है।
गरे म्याम सेयर लेख्नु भएको छ हाम्रो मानबहादुर सरले। अझै गरिदिनु होला है, विभिन्न ग्रुपहरूमा तपाईँहरू हुनुहुन्छ, विभिन्न ग्रुपमा गरिदिनु होला। मनोज सरले पनि 60 को बी लेख्नु भएको छ, भेरी गुड। ल अब हामी छौँ क्वेसन नम्बर 61 मा। इन एग्रिकल्चरल प्रोडक्सन इकोनोमिक्स द In agriculture production economics, the stage where marginal product becomes zero is known as stage 1, stage 2, stage 3 र optimum stage है। stage 1 हो कि stage 2 हो कि stage 3 हो, जहाँ चाहिँ तपाईँहरूको marginal product चाहिँ के हुन्छ, जिरो अथवा शून्यमा हुन्छ। त्यो चाहिँ तपाईँको प्रोडक्सन हुन्छ नि, stage 1, stage 2, stage 3 हुन्छ नि। पहिला बढ्ने, फेरि स्ट्याग्नेन्ट हुने, फेरि घट्नेवाला स्टेज हुन्छ नि, हो त्यो कुन स्टेजमा चाहिँ तपाईँहरूको एमपी इक्वल्स टु जिरो हुन्छ। लेख्नुहोस् त 61 को आन्सर के हुन्छ, लेख्नुहोस् त 61 को आन्सर के हुन्छ। फटाफट लेख्नुहोस् त सर म्याम। 60 को 61 को उत्तर के हुन्छ होला? ए हुन्छ कि बी हुन्छ कि सी हुन्छ कि डी? ल ओके, धीरज सरले बी लेख्नु भएको छ, रवि रोशन सरले सी। मलाई नि इक्जाम दिन जाने बेलामा कि पढेका कुराहरू कतिजनालाई हुन्छ त्यो पनि भन्नु होला है। पढेका कुराहरू चाहिँ मलाई एकदम पढाएछ जस्तो लाग्छ होइन, इक्जाम हल जाने बित्तिकै पुरै ब्ल्याङ्क हुने के। त्यो धेरैजनाले मलाई लेखेर पनि पठाउनुहुन्छ, म आफैलाई पनि हुन्थ्यो कि, त्यो नेचुरल कुरा हो। सबै पढाएछ तर लास्टमा गएर चाहिँ ला मैले यो पनि बिर्सेँ क्या, त्यो पनि सम्झिँदा सम्झिँदा के पनि आउँदैन कि, पुरै ब्ल्याक आउट भइन्छ कि। त्यो कतिजनासँग भएको छ लेख्नुहोस् है। मानबहादुर गुरुङ सरले 61 को डी लेख्नु भएको छ। ओके, ए हुन्छ कि बी हुन्छ कि सी हुन्छ कि डी हुन्छ? क्विक 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 लेख्नुहोस् त फटाफट सर म्यामले। ओके, बी सी डी स्टेज कस्तो म्याम भन्नुभएको छ तपाईँहरूको? स्टेज हुन्छ कि अहिले मैले तपाईँलाई भन्छु, स्टेज भनेको स्टेज 1, स्टेज 2, स्टेज 3 भनेको कस्तो हो भनेर पनि भन्छु। तपाईँले यो पढ्दाखेरि चाहिँ पढ्नु भएको हुनुपर्ने हो कि यो चाहिँ तपाईँहरूको, बुझ्नुभयो नि। प्रोडक्सन इकोनोमिक्समा स्टेज 1 मैले भनिसकेको छु, एउटामा बढ्दै बढ्दै जान्छ, स्ट्याग्नेन्ट हुन्छ, फेरि घट्दै घट्दै जान्छ है। हो हेर्नुहोस् त यहाँ छ है। ल लेख्नुहोस् त यसको उत्तर के हुन्छ। यसको उत्तर चाहिँ के हुन्छ? स्टेज 1 हो कि स्टेज 2 हो कि स्टेज 3 हो, अथवा अप्टिमम स्टेज के हो? लेख्नुहोस् त स्टेज 1 हो कि स्टेज 2 हो कि स्टेज 3 हो? ठ्याक्क मैले देखाएको पनि छु। कतिको क्याची हुनुको रहेछ हजुरको माइन्ड, कतिको क्याची छ। ल ओके, मनोज सरले स्टेज 2 लेख्नु भएको छ, क्विक आई एन्सर। ल यसको उत्तर तपाईँहरूको हेर्नुहोस् त यहाँ फिगरमा कस्तो राखेको छ। स्टेज 1 भनेको जहिले पनि इन्क्रिजिङ तर्फ जान्छ, स्टेज 2 भनेको ऱ्यासनल हुन्छ। तपाईँहरूको चाहिँ एकदमै एकदमै स्लो वेमा घट्छ अथवा कन्सटेन्ट अथवा स्टेग्नेन्ट पनि हुन सक्ने स्टेज हुन्छ। र यसमा चाहिँ के हुन्छ भन्दाखेरि एमपी चाहिँ डिक्लाइन हुँदै जान्छ र जिरोमा पुगिदिन्छ। हेर्नुहोस् न, घट्दै घट्दै गएको हुन्छ र जिरोमा पुगिदिन्छ। र स्टेज 3 भनेको चाहिँ यो जिरोबाट स्टार्ट गरेर चाहिँ तपाईँको नेगेटिभमा चाहिँ पुगिदिन्छ है। अनि हजुरहरूलाई चाहिँ यहाँ सोधिदिन्छ कि सबैभन्दा चाहिँ फाइदाजनक स्टेज चाहिँ कुन हो भनेर सोधिदिन्छ कि स्टेज 1 हो कि स्टेज 2 हो कि स्टेज 3 हो? लेख्नुहोस् त। अर्को पनि इक्जाममा क्वेसन आउन सक्ने भनेको चाहिँ तपाईँहरूको स्टेज 1, स्टेज 2 र स्टेज 3 मध्ये चाहिँ कुन चाहिँ सबभन्दा फाइदाजनक हुन्छ, प्रफिटेबल स्टेज चाहिँ कुन हो भनेर चाहिँ सोधिदिन्छ। कुन बेलामा चाहिँ हामीले चाहिँ कायमै राख्नुपर्छ, कुन बेलामा चाहिँ हामी त्यहाँ अडिक हुन सक्यौँ भने चाहिँ फाइदा मत हुन सक्छ हामीलाई भनेर चाहिँ कुन स्टेज होला? लेख्नुहोस् त स्टेज 1 हो कि स्टेज 2? आन्सरको वेटिङमा छु है म सर म्याडम। ओके, पूजा म्यामले चाहिँ स्टेज 2 लेख्नु भएको छ। ओके, क्विक क्विक लेख्नुहोस् त। ओके, लाइभमा आउने सर सम्पूर्णलाई स्वागत छ। सँगसँगै एउटा एउटा लाइभ सेयर गरिदिनु होला। ओके, यसको उत्तर रहेको हुन्छ 2। हजुरले लजिक नै युज गर्नुहुन्न कि, लजिक युज गर्नु पर्यो है। रोजर्सको नवप्रवर्तन प्रसार सिद्धान्त अनुसार इनोभेटर्स पछि तुरुन्तै रोगर्सको है, रोजर्स भएको रहेछ, रोगर्स है। रोगर्सको नवप्रवर्तन
प्रसार सिद्धान्त भनेको इनोभेसन डिफ्युजन है अनुसार इनोभेटर्स पछि तुरन्त प्रविधि अपनाउने समूह कुन हो अर्ली मेजोरिटी लेट मेजोरिटी अर्ली एडाप्टर र लेगार्ड लेख्नुहोस् त के हो ओ धीरज सर स्टेज टु बेनिफिट स्टेज पिङ्की म्यामले 2 स्टेज भन्नुभएको छ भेरी गुड सबैजनालाई वेलकम 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 धीरज सर वेलकम पूजा म्याम पिङ्की म्याम है पूजा म्यामले सुरुमै बाजी मार्नु भएको छ सी लेख्नु भएको छ इनोभेटर्स पछि के हुन्छ तपाईँको यसरी एउटा यस्तो खालको चाहिँ स्ट्रक्चर हुन्छ होला होइन र यस्तो खालको स्ट्रक्चर हुन्छ हो यस्तो यस्तो बनाएको हुन्छ इनोभेटर्स के हुन्छ त्यसपछि हो यस्तो यस्तो बनाएको हुन्छ राइट हो यसरी बनाएको हुन्छ यो के हुन्छ यसमा पहिला सुरु इनोभेटर रहेछ त्यसपछि के छ पिङ्की म्यामले सी लेख्नु छ धीरज सरले सी लेख्नु छ प्रेमा म्यामले सी लेख्नु भएको छ टिका म्यामले सी लेख्नु भएको छ ओके मनोज सरको अघि नै उत्तर आएको छ प्रफिटेबल स्टेज टु म्याम भन्नुभएको छ त्यसमा त हामीले उत्तर निकालिसकेका छौँ है मनोज सरले अनि सुभाष सर आयन सर मनोज सर पिङ्की म्याम धीरज सर टिका म्याम प्रेमा म्याम पूजा म्याम पिङ्की म्याम सबैजनालाई रिक्वेस्ट एउटा एउटा लाइभ सेयर गरिदिनु होला है कविता म्यामले सी लेख्नु भएको छ रवि रोशन सरले सी लेख्नु भएको छ भेरी गुड र सरस्वती म्यामले सी लेख्नु भएको छ क्विक 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 सर म्याम ल यसको उत्तर रहेको छ लेख्नुहोस् त सो सरी यसको उत्तर रहेको छ सी लेख्नु छ 62 को सी हाम्रो सुभाष सरले आयन सरले अडियो एडप्टर लेख्नु छ मनोज सरले 62 को सी लेख्नु भएको छ त्यसै गरी पिङ्की म्यामले सी धीरज सरले सी टिका म्यामले सी प्रेमा म्यामले सी लेख्नु छ पूजा म्यामले सी लेख्नु भएको छ कविता म्यामले सी रवि रोशन सरले सी सरस्वती म्यामले सी इन्दु म्यामले सी लेख्नु भएको छ भेरी गुड यसको उत्तर हुन्छ अर्ली एडाप्टर्स है तपाईँहरूलाई चाहिँ यो अर्ली एडाप्टर्समा मेजोरिटीमा कति कति प्रतिशत रहेका छन् भनेर पनि याद गर्नुपर्ने हुन्छ है त्यसै गरेर क्वेसन नम्बर 63 हजुरहरूको स्क्रिनमा यसरी सुसज्जित रहेको छ है जो डर गया वो घर गया भनेको नियुक्ति पत्र लिन नगया जसले डराएन जो डटेर बस्यो हेर्नुहोस् त दुवै शब्द डबाट आउँछन् जो डरायो त्यो घर गयो जो डटेर बस्यो त्यो नियुक्ति पत्र लिन के गयो लोकसेवा आयोग गयो भनेर चाहिँ सम्झनु होला है ठिक छ सिट्रस सिस्टिजा भाइरस नियन्त्रण गर्न प्राय कुन रुट स्टक प्रयोग गरिन्छ एमा रफ लेमन बीमा ट्राइफोलेट ओरेन्ज सीमा रङपोर लाइम र डीमा रहेको छ स्विट अरेन्ज के हुन्छ यसको उत्तर बिसिजिएम सरले सी लेख्नु भएको छ सुरज सर वेलकम टु आवर लाइभ सबैजनालाई वेलकम 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 छ हाम्रो लाइभमा लेख्नुहोस् त उत्तर प्रेमा म्यामले बी लेख्नु भएको छ सबैभन्दा सुरुमा बाजी मार्न सफल हुनु भएको छ प्रेमा म्याम बी लेख्नु भएको छ क्विक अरू सर म्याम आन्सर लेख्नुलाई आन्सर लेख्न हिचकिचाउन भएन कि जसले आन्सर लेख्नुहुन्छ नि 110% नाम निस्किन्छ कि उहाँहरूको नभए मलाई भन्नु होला है नाम निस्केन म्याम मैले त आन्सर दिइरहेको थिएँ मेरो नाम किन निस्केन भनेर भन्नु होला आन्सर दिने मान्छेको चाहिँ निस्किन्छ कि चाहे रङ दिनुहोस् चाहे राइट दिनुहोस् प्र्याक्टिस सेसन हो प्र्याक्टिस सेसन आफूले मिस्टेक गरेका कुराहरू औलियो भने चाहिँ पढ्न सजिलो हुन्छ है प्रेमा म्यामले बी लेख्नु छ बिसिजिएमले बी धीरज सरले बी लेख्नु छ सुरज सरले सी लेख्नु छ मानव सरले बी कविता म्यामले बी मनोज सरले बी पिङ्की म्यामले बी 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 लेख्नु भएको छ इन्दु म्यामले बी लेख्नु भएको छ रवि रोशन सरले बी लेख्नु भएको छ यो 63 को बी लेख्नु भएको छ सुभाष सरले बी लेख्नु भएको छ ओके आन्सर एकदमै राम्रो उत्तर दिएर मलाई त एउटा गीत छ नि लाजै लाग्यो हेरे भुइँतिर आँखेको निशाना च्याट्टै मैतिर हो कि होइन च्याट्टै आन्सरतिर ट्राइफोलेट ओरेन्ज भन्नुभएको छ आन्सरले भेरी गुड मेरो गीत मन परेको छ भने पनि कमेन्ट गरिदिनु होला है नेपाल आइडलमा पठाउनु पर्यो कि ट्राइफोलेट ओरेन्ज हुन्छ यसको चाहिँ 3 पाती सुन्तला ल ट्राइफोलेट ओरेन्ज स्टक प्रोभाइड्स रेसिस्टेन्स टु भेरियस सिट्रस डिजिजेस इन्क्लुडिङ ट्रिस्टेजा है हो यो चाहिँ भेरियस रुटहरूको लागि चाहिँ के हुन्छ भेरियस रोगहरूको लागि चाहिँ यसले रेजिस्टेन्स गर्ने भएको कारणले गर्दाखेरि रेजिस्टेन्स हुने भएको कारणले गर्दाखेरि हामीले चाहिँ ट्राइफोलेट ओरेन्जलाई चाहिँ रुट स्टकको रूपमा चाहिँ युज गर्छौँ है त्यस्तै गरेर हाम्रो छ क्वेसन नम्बर 64 सर म्याम क्लास कस्तो मानिराख्नु भएको छ बुझेछ कि छैन यो क्वाड सेसन हो इक्जाममा एकदमै सम्भावित प्रश्नहरू आइरहेका हुन्छन् यो क्वेसनहरूबाट तिम्रो आन्सर दिन कति पनि नडराउनु होला है नलजाउनु होला ओके सुभाष सरले बी लेख्नु भएको छ क्वेसन नम्बर 64 हजुरको स्क्रिनमा व्हिच होराइजन अफ सोइल प्रोफाइल इज नोन एज द जोन अफ म्याक्सिमम लिजिङ ओ होराइजन ए होराइजन ई होराइजन र बी होराइजन ओ ए ई बी ओए ओए भन्ने गीत छ कि छैन ओए ओए भने जस्तो
ओके, आज जानु म्याम आउनु भएको रहेछ, नत्र ओके जानु भन्ने हुन्थ्यो। Which horizon of soil profile is known as the zone of maximum leaching? ओ होराइजन, ए होराइजन, ई होराइजन र बी होराइजन। आफूले क्लास लिने क्रममा चाहिँ लाइभमा आउनुभएको सर म्यामको पनि नाम याद हुँदो रहेछ कि है, त्यही भएर चाहिँ भनिरहेको हुन्छु। ल, धीरज सरले डी लेख्नु भएको छ। ओके, क्विक बीसीजीएमले बी लेख्नु भएको छ। आज नयाँ नयाँ सर म्याम आउनु भएको छ, धेरै धेरै धन्यवाद। सुरज सरले चाहिँ बी लेख्नु भएको छ। पिङ्की म्यामले ए लेख्नु भएको छ। मनोज सरले ई लेख्नु भएको छ। ओके, होराइजन ई लेख्नु भएको होला। मनबहादुर सरले सी लेख्नु भएको छ। सी मतलब ई होराइजन। ओहो, एबिसिडी के अरे हिमाल पहाड तराई छैनन् कोही पराई भने जस्तै तपाईँहरूले सबैलाई इक्वल मत दिनु भएको छ क्या। अहिले मत दिने जमाना छ, मत दिने ट्रेन्ड छ होइन। इक्वली जिताइदिनु भएको छ सबैजनालाई। ए पनि भन्नुभएको छ, बी पनि भन्नुभएको छ, सी पनि भन्नुभएको छ, डी पनि भन्नुभएको छ अप्सन है। ल हेरौँ, लेट्स सी। आयन सरले ई होराइजन, सुरज सरले बी होराइजन। ओके, अनि विनिता म्यामले बी होराइजन। टिका म्यामले सी लेख्नु भएको छ। सी भनेको ई होराइजन। अनिता म्यामले सी लेख्नु भएको छ, अर्थात् ई होराइजन। आएको छु म्याम, नेट स्लो छ अरे। जानु म्याम, कस्तो नाम याद भएछ है। ओके, जानु भन्छु भनेर हो, आइहाल्नु भएछ। ल, स्वागत छ। एउटा एउटा लाइभ सेयर गरिदिनु होला है, एउटा नभए दुईटा, दुईटा नाइ म्याम म त पाँचवटै गर्छु भने पनि पाइयो है। अनिता म्यामले यी लेख्नु भएको छ। ल ओके, मैले यसरी भन्दा रिसाउनुहुन्न नि है, जानु म्याम। मैले नाम कसैको एकदम स्विट स्विट हुन्छ कि, नाम त सबैको राम्रो हुन्छ, तर फिल्महरूसँग हिरो हिरोइनसँग पनि म्याच हुन्छ नि, मेरो पनि हुन्छ कि। ल, सी भनेको चाहिँ तपाईँको के छ, ई होराइजन है। यसको उत्तर चाहिँ के हुन्छ लेख्नुहोस् त। व्हिच होराइजन अफ सोइल प्रोफाइल इज नोन एज द जोन अफ म्याक्सिमम लिचिङ, ओएइबी। सबैभन्दा चुहाड चाहिँ कुनबाट हुन्छ भनेर भनेको है, सबैभन्दा चुहावट चाहिँ कुन होराइजनबाट हुन्छ भनेर चाहिँ सोधेको प्रश्न हो है यो। ई होराइजन भन्नुभएको छ, लेख्नुहोस् त। यसको उत्तर हुन्छ ई होराइजन है। हेर्नुहोस् त, लिचिङमा के छ, एल फर लिचिङ, ई आएको छ नि डाइरेक्ट। एल पछि के आएको छ, ई आएको छ, सक्यो, केही पढ्नै परेन के। ई होराइजन। सबैजनालाई धेरै धेरै धन्यवाद। ए लेख्नेलाई पनि धन्यवाद, बी लेख्नेलाई धन्यवाद, सी लेख्नेलाई धन्यवाद, डी लेख्न धन्यवाद। जसले गलत लेख्नु भएको छ उहाँलाई झन् धेरै धन्यवाद र थप ताली है, किनभने चाहिँ हजुरहरूले आफूलाई कन्फ्युज भए पनि आन्सर लेख्नु भएको छ र सच्याउने मौका पाउनु भएको छ है। र किन रिसाउनु र म्याम उत्तिकै रे, हजुरको घर कता हो, उत्तिकै यत्तिकै यत्तिकै किन रिसाउनु भन्छौँ हामीले, हजुरले उत्तिकै किन रिसाउने भन्नुभयो। कहाँ हो घर हाम्रो म्यामको। ल, यी होराइजन भनेको इलिभेसन होराइजन है, वेयर क्ले आइरन एन्ड अर्ग्यानिक म्याटर आर लिज आउट भनेको तपाईँहरूको चाहिँ यो सबै चाहिँ चुहाउट भएर त तल खस्छ भन्न खोजेको है। यी होराइजनमा चाहिँ तपाईँको एलिभेसन होराइजन र बी होराइजनको एकुमुलेसन है, इल्युभिएसन हुन्छ फेरि। यी बी होराइजन भनेको चाहिँ तपाईँको इल्युभिएसन होराइजन पनि भनिन्छ, त्यहाँ भनेको एकुमुलेसन हुन्छ, त्यहाँ गएर जम्मा हुन्छ, यहाँबाट लिचिङ हुने र त्यहाँ गएर जम्मा हुने भनेर हुन्छ है, ख्याल गर्नु होला। ओएबी होराइजन भन्दा म्याम यी त झन् तलै हुन्छ भनेर पनि सोच्नुहुन्छ होला, तर त्यो हुन्न होला नि होइन। ओए1 ए2 भन्ने हुन्छ होला, हो त्यस्तो माइन्युटली चाहिँ तपाईँले पढ्नुपर्ने हुन्छ है। ठिक छ सर म्याम, क्लियर हुनुहुन्छ, बुझ्दैछ कि छैन। ल, 65, क्वेसन नम्बर 65 हजुरको स्क्रिनमा ध्यान त ध्यान हेरौँ को भन्नुहुन्छ, निजामती कर्मचारी। सर म्याम, क्लास कस्तो लागिरहेछ, बुझेछ कि छैन। म्याडम नमस्कार। नमस्कार सर, गुड इभिनिङ। सम्पूर्णमा नमस्कार र गुड इभिनिङ, सम्पूर्णमा गुड इभिनिङ है। अनि आज हामी दोस्रो दिनमा छौँ, हिजो हाम्रो फर्स्ट डे, आज सेकेन्ड डे। हामी लगभग तपाईँहरूलाई हिजो ओरिएन्टेसन क्लास दियौँ, चौथो पाँचौँको अधिकृतको पनि दिनलाई भनेका थियौँ होइन, सिलेबस ओभरभ्यू गरौँला भन्ने कुरा थियो, तर आज अलि त्यतातिर गएनौँ हामी, एक दिन गरौँला। अहिले हामी क्वाड सेसनतर्फ छौँ। हजुरहरूलाई कस्तो लागिरहेको छ, बुझ्नु भएको छ कि छैन, हजुरहरूले बुझिराख्नु भएको छ कि छैन। यदि बुझ्नु भएको छ भने नमस्कार पिङ्कीजी, नमस्कार, सम्पूर्णमा नमस्कार। हजुरहरूले क्लास बुझिराख्नु भएको छ भने हजुरहरूलाई सानो अनुरोध गर्यो हामीले, एउटा एउटा हाम्रो यो भइरहेको क्लास हजुरहरूले फलो गर्नु भएको छैन भने मान्वी एजुकेसन इन्स्टिच्युटलाई फलो गरिदिनु होला, र एउटा एउटा भए पनि हजुरहरूले आफ्नो प्रोफाइल तपाईँहरू इन्भल्भ भएका ग्रुप्सहरू पेजहरूमा चाहिँ सेयर गरिदिनु हुन पनि अनुरोध गर्यो। र हजुरहरूले यहाँ देखिराख्नु भएको छ, अहिले हामीले सङ्घीय अधिकृत कृषि अधिकृतको इक्जाम चैत्रको महिना हुँदैछ होइन, 17-18 गते हुन्छ भनेर भ्याकेन्सी के अरे हजुरहरूको परीक्षा मिति तोकिसकेको छ। त्यसमा अब हामीले तपाईँहरूका लागि अफर लिएर आएका छौँ। हाम्रो कमान्डो क्लास रन गर्दैछौँ, त्यही विशेष सङ्घीय लोकसेवा जुन कृषि अधिकृत छ
विशेष रहेर नै हामीले कमान्डो क्लास रन गर्दैछौँ र हजुरहरूलाई अहिलेको अर्को अफर छ। अधिकृतमा तपाईँहरूले भर्ना हुनुभयो भने चौथो पाँचौँ तहको क्लास हजुरहरूलाई हामीले उपलब्ध गराउनेछौँ निशुल्क है। रेकर्डेड भिडियो निशुल्क उपलब्ध गराउनेछौँ। हजुरहरू चौथो पाँचौँ तहको निशुल्क कन्टेन्ट चाहनुहुन्छ, आवश्यक पर्छ भने, क्लास आवश्यक पर्छ भने हजुरहरू अधिकृतमा भर्ना भएर यो चौथो पाँचौँको कन्टेन्टहरू मजाले पाउनुहुनेछ, क्लास लिन पाउनुहुनेछ है। हजुरहरूलाई रेकर्डेड भिडियो चाहिँ हामी सधैँभरिका लागि उपलब्ध गराइदिन्छौँ है। अथवा क्लासै लिनुहुन्छ भने पनि क्लास उपलब्ध गराउँछौँ हामीले। अनि त्यसपछि हजुरहरूको अहिले अफरमा छौँ हामीले। अहिले भर्ना गर्नेलाई हजुरहरूलाई हामीले विशेष छुटमा नै हाम्रो क्लासहरू छ हाम्रोमा। त्यसै त फी एकदमै कम छ। हजुरहरू चौथो पाँचौँ अथवा अधिकृततर्फ क्लास लिन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला। फी एकदमै न्यून छ। हाम्रो नम्बर देखिरहेको छ नि है तल स्क्रिनमा। यो स्क्रिनमा देखिरहेको नम्बरमा हजुरहरूले कन्ट्याक्ट गर्नुहोला। 97 632 51 688 यो हाम्रो वाट्सएप नम्बर रहेको छ। यसमा मेसेज गर्नुहोला। क्लासको विषयमा थप जानकारी हजुरहरूलाई हामीले मेसेजमा पनि अभाइलेबल गराउँछौँ। इच्छुकहरू सम्पर्कमा आउनुहोला। धन्यवाद। हुन्छ म्याडम, हजुरलाई अगाडि बढ्न आग्रह गरेँ। थ्याङ्क यू सर। ल ओके, क्वेसन नम्बर 65 हजुरको स्क्रिनमा यसरी टल्किरहेको छ, देखिरहेको छ है। हेलिकोभर्पा आर्मिजेरा किराले मुख्य रूपमा बालीमा कुन भागमा क्षति पुर्याउँछ? एमा रुट्स, बीमा स्टिम, सीमा लिभ्स र डीमा रहेको छ फ्रुट्स र पोर्ट्समा है। रुट्समा हो कि जरामा हो कि तपाईँहरूको चाहिँ डाँठमा हो कि तपाईँहरूको चाहिँ पातमा हो कि तपाईँहरूको फलमा हो, केमा हो? हेलिकोभर्पा आर्मिजेरा। हेलिकोभर्पा आर्मिजेरा भन्ने बित्तिकै कुन इन्सेक्ट हो? हेलिकोभर्पा आर्मिजेरा भनेको चाहिँ कुन इन्सेक्ट हो? त्यो पनि मैले साइन्टिफिक नेम लेखेको छु, त्यो कुरा बुझ्न पर्यो। प्रेमा म्यामले डी लेख्नु भएको छ, फ्रुट्स एन्ड पोर्ट लेख्नु भएको छ। हेलिकोभर्पा आर्मिजेरा चाहिँ कुन हो? 65 डी लेख्नु भएको छ प्रेमा म्यामले। बिसिजिएमले डी लिभ्समा भन्नुभएको छ आयन्स सरले। धीरज सरले सी लेख्नु भएको छ लिभ्समा। पिङ्की म्यामले डी लेख्नु भएको छ। रवि रोशन सरले डी लेख्नु भएको छ। क्विक क्विक लाज नमानिकन लेख्न पर्यो हजुर। सुरज सरले डी लेख्नु भएको छ। मनबहादुर सरले बी लेख्नु भएको छ। इन्दु म्यामले डी लेख्नु भएको छ। क्विक क्विक फटाफट आन्सर लेख्नुहोस् त केमा हुन्छ? पर्ल आर्मी वाम हो भन्नुभएको छ। हेलिकोभर्पा आर्मी जेरा चाहिँ पर्ल आर्मी वाम हो त? ओ, कुरा बुझ्न पर्यो, कुरा बुझ्न पर्छ, कुरा बुझ्न पर्छ। नपढे नपढे कुरा नबुझे के हुन्छ? घाटा घाटा। ढान ढान हुन्छ नि, घाटा 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 भन्छ नि तीनचोटि के सिरियलहरू आउँछ नि हिन्दीको। एकचोटि झापडा क्या 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 गर्छ नि त्यस्तै घाटा 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 हुन्छ के। ओके, यति भनेपछि थाहा हुनु पर्यो। बिन्ता म्यामले डी लेख्नुहुन्छ। रवि रोशन सरले चाहिँ कटन बल हुनुहुन्छ। एकजना हुनुहुन्थ्यो कि रवि रोशन तामाङ हुनुहुन्थ्यो, हजुर चाहिँ रवि रोशन थारू हुनुहुँदो रहेछ है। ल, बिसिजिएम सरले टमाटो बोरा लेख्नु भएको छ। ओके, मनोज सरले चाहिँ टोमेटो फ्रुट बोर्डर लेख्नु छ। सुषमा म्यामले 65 को डी। अनि हाम्रो सुरज सरले स्टिम बोर्डर लेख्नु भएको छ। टिका म्यामले सी लेख्नु भएको छ। लाजै लाग्यो उत्तर देखेर, किन होला मिस्टेक लेखेर? बिसिजिएम सरले ओके टोमेटो फुड ब्रोलर हो। यस्तो राम्रो गाइदिइसकेपछि त पडम 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 हुनुपर्ने हो नि त। एग्रिकल्चर एस्पिरेन्ट सरले टोमेटो फुड ब्रोलर लेख्नु भएको छ। आफै भन्छ नि, आफैलाई हाँसो लाग्छ कि मलाई, अनि रिल्याक्स हुन्छ। भर्खर एकैछिन अगाडि अफिसबाट आएको। रमिला म्यामले सी लेख्नु भएको छ। बिसिजिएम सरले डी लेख्नु भएको छ। ओके, हेलिकोभर्पा आर्मी जेराले लेख्नुहोस् त सर म्याम। लेख्नुहोस् त उत्तर के हुन्छ? लेख्नुहोस् त सर म्याम क्विकली। गोलभेडाको पात खाने किरा लेख्नुभएको छ। ओके ल, टोमेटो फ्रुट बोरर नामै टोमेटो फ्रुट बोरर छ, त्यही भएर त्यो नामैबाट तपाईँले थाहा पाउनुहुन्छ भनेर नामै छ त टोमेटो फ्रुट बोरर। फ्रुटलाई बोर गर्ने भनेको छ त फ्रुट्स एन्ड पोर्ट्स हुन्छ नि त यसले क्षति गर्ने भाग त होइन हो। त्यो कुराले बुझ्न पर्यो। इट इज अ कटन, टोमेटो, चिकपी, पिजन पी सबैमा यसले चाहिँ ड्यामेज गर्छ। टोमेटो फुड बोरर भए पनि तपाईँहरूको कटनमा पनि गर्छ, चिकपीमा पनि गर्छ, चनारमा पनि गर्छ, तपाईँहरूको चाहिँ पिजन पीमा पनि गर्छ है। त्यो कुरा बुझ्न पर्यो, ठिक छ? सरी, टोमेटो फ्रुट बोरर फल आमको स्पोरोप्टेरा फ्रिगिपेरा भेरी गुड हो।
के भन्छन् के अरे हार कर जित्ने वाले को ही बाजीगर कहते हैं भनेर धीरज सरलाई साबित गरिदिनु भयो है। मिस्टेक लेख्नु भएको थियो, मिस्टेक सँगसँगै मेरो त्यो उत्तर होइन है म्याम, त्यो त मिस्टेक भयो भनेर सही उत्तर लेख्नुभयो र आफूले मिस्टेक गरेको उत्तरलाई पनि सच्याउनु भयो। भेरी गुड, यस्तै हुनुपर्छ लोकसेवा दिने मान्छेहरू है। भेरी गुड, किप इट अप। अनिता म्यामले चाहिँ फ्रुट्स एन्ड पोर्ट फल र कोसा हाल्नु छ। भेरी गुड, एक्सिलेन्ट है। क्वेसन नम्बर 66 हजुरको स्क्रिनमा ध्यान ध्यान। अनि सर म्याम क्लास कस्तो लागिरहेछ लेख्नुहोस् त। हामी अगाडि बढौँ कि नबढौँ? कस्तो मान्नु भएको छ क्लास? एनर्जेटिक लागेको छ कि छैन? बुझिम जस्तो लाग्छ कि छैन? पढम पढम भयो कि भएन? भस्को छ भने प्लिज एउटा लाइभ सेयर गरिदिनु होला अनि कमेन्टमा पनि लेखिदिनु होला क्लास कस्तो लागिरहेको छ। आफ्नो साथीलाई पनि मेन्सन गर्न सक्नुहुन्छ है। कसैलाई अब रिच पुग्दैन नि त, ओ तयारी गराएको साथीलाई ओ साथी आइज तर म पढम, हेरौँ कसमा कति छ दम, तैँले धेरै मिलाउने कि मैले धेरै मिलाउँ। अनि लास्टमा सोध्छु है कतिवटा क्वेसन मिलाउनु भयो त, कतिवटा एन्सर मिलाउनु भयो त भनेर। क्लास कस्तो लागिरहेछ? धीरज सर, आयन सर, बिसिजिएम, अनिता म्याम, सुषमा म्याम, मनोज सर, रवि रोशन सर, आयन सर, को हुन्छ? मानबहादुर सर कस्तो मानिराख्नु छ? राम्रो छ म्याम भन्नुभएको छ धीरज सरले। राम्रो मात्रै, एक्सिलेन्ट छ म्याम भन्नु छ सुरज सरले। सुरज सरलाई त मैले पढाएको पनि हो नि होइन काठमाडौँमा। बिसिजिएम सरले पनि एक्सिलेन्ट लेख्नु भएको छ। नाम चाहिँ मैले बिर्सिँदैन है, दिमाग हुन्छ नि, दिमाग लगा पासा भन्छ नि, हो दिमाग लगाउँछु त्यही अनुसार हुन्छ। बेला बेलामा हि गरेर हाँसेको नि आउँछ होला मेरो सन, आफै कुरा गर्छु नि आफैलाई रमाइलो लाग्छ नि हाँसिदिन्छु के। बिसिजिएम सरले एक्सलेन्ट लेख्नु भएको छ। अरूलाई मन परेन, मन नपरे पनि मन परेन भन्न पाइन्छ है ल, ठिक छ। भेरी गुड। अब हामी अगाडि बढौँ। राम्रो छ भन्नुभएको छ। ओके, भेरी गुड, थ्याङ्क यू सो मच। अगाडि बढौँ भने लेट्स गेट रेडी। रेडी 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 भनेर लेखिदिनुहोस् त। कतिजना रेडी लेख्नु रहेछ? क्विक क्विक क्विक। एक्सिलेन्ट छ म्याम भन्नुभएको छ सुषमा म्याम। ओके, राम्रो छ, एक्सिलेन्ट छ भन्नुभएको छ। धेरै धन्यवाद। मैले एक्सिलेन्ट भन्दाखेरि के बुझ्छु थाहा छ? 10वटा गुड भनेर बुझ्छु कि हामीलाई स्कुलमा 10वटा गुड हो एक्सिलेन्ट भनेको भन्नुहुन्थ्यो कि। ल, अर्को रहेको छ क्वेसन नम्बर 66। किसानलाई वास्तविक रूपमा सहभागी गराउने कृषि प्रसार प्रशिक्षण विधि कुन हो? एमा मेथड डेमोन्स्ट्रेसन, बीमा रिजल्ट डेमोन्स्ट्रेसन, सीमा फिल्ड डे र डीमा रहेको छ ग्रुप डिस्कसन। रेडी लेख्नुभएको छ एग्रिकल्चर एस्पिरेन्टले। अनि मानबहादुर सरले पनि एक्सिलेन्ट छ म्याम भन्नुभएको छ। धन्यवाद है। समोसे यो नाम निकालेर आज म जाँदै थिएँ कि सन्चे कोसतिर, अनि बाटोमा ऊ पर्छ कि माडवारी, जो पोखरा हुनुहुन्छ उहाँलाई थाहा होला नि। म मालेपाटनबाट जाँदाखेरि चाहिँ कस्तो धेरै समोसे थियो अनि मलाई मोटेको पनि याद आयो, आफूलाई पनि खान मन लाग्यो कि। कहिले काहीँ कस्तो हुन्छ नि चाहिँ मङ्गलबारको दिन पर्ने चाहिँ मैले फेरि मङ्गलबार खाँदिनँ लसुन प्याज, भेजिटेरियन हो हुन चाहिँ, तर म लसुन प्याज पनि मङ्गलबार र शनिबार खाँदिनँ कि। त्यो बेलामा बाहिर गयो भने यस्तो ग्ल्यानी हुन्छ मलाई, न चटपटी खान पाउँछु, न समोसा खान पाउँछु, न केही खान पाइन्छ। त्यही भएर सकभर म त्यस्तो पार्दिनँ। कमल सरले रेडी लेख्नु भएको छ। वेलकम टु आवर लाइभ कमल सर। एउटा लाइभ सेयर गरिदिनु होला। पिङ्की म्यामले सी लेख्नु भएको छ। सुभाष सरले रेडी लेख्नु भएको छ। रवि रोशन सरले सी लेख्नु भएको छ। किसानलाई वास्तविक प्रयोगमा सहभागी गराउने कृषि प्रसार प्रशिक्षण विधि कुन हो? फटाफट प्रेमा म्यामले बी लेख्नु भएको छ। भेरी गुड, एक्सिलेन्ट। कविता म्यामले बी लेख्नु भएको छ। प्रेमा म्यामले बी लेख्नु भएको छ। पिङ्की म्यामले सी लेख्नु भएको छ। रवि रोशन सरले सी लेख्नु भएको छ। यसको उत्तर के हुन्छ लेख्नुहोस् त। यसको उत्तर तपाईँहरूको चाहिँ रिजल्ट डेमोन्स्ट्रेसन हुन्छ है। यसमा चाहिँ तपाईँको के हुन्छ भन्दा रिजल्ट डेमोन्स्ट्रेसन सोज द फार्मर्स एक्चुअल बेनिफिट अफ न्यू टेक्नोलोजी इन फार्मर्स फिल्ड है। किसानकै खेतबारीमा गएर तपाईँहरूले गरेको कुरा यो छ भनेर रिजल्ट डेमोन्स्ट्रेसन भनेको एउटा पुरै प्रक्रियालाई हामीले फलो गरेर तपाईँहरूको अर्ग्यानिक लाउँदा यति हुन्छ, तपाईँहरूको इनअर्ग्यानिक लाउँदा यति हुन्छ भनेर चाहिँ जुन विश्लेषणात्मक रूपले चाहिँ हामीले रिजल्ट देखाउँछौँ नि, यो भन्दा यो कम्पेरिटिभली वेमा हो। त्यसमा चाहिँ किसानले देखेर विश्वास गर्छन् कि ए हो त नि है यो हुन्छ भने किसानको पनि इन्भल्भमेन्ट हुन्छ कि यसमा। त्यही भएर रिजल्ट डेमोन्स्ट्रेसन सोज द फार्मर्स द एक्चुअल बेनिफिट अफ न्यू टेक्नोलोजी एन्ड फार्मर्स फिल्ड भनेर सम्झनु होला है। त्यस्तै गरेर क्वेसन नम्बर 67 हजुरको स्क्रिनमा परम्परागत, सबैजनालाई रिक्वेस्ट एउटा लाइभ सेयर गरिदिनु होला। परम्परागत हिलो पारेर रोपाई गर्ने विधिको तुलनामा सबैभन्दा कम पानी चाहिने धान रोप्ने विधि कुन हो? एमा ट्रान्सप्लान्टेड राइस, बीमा डाइरेक्ट सिडेड राइस, सीमा रहेको छ वेट बेड नर्सरी मेथड र डीमा रहेको छ ब्रोडकास्टिङ इन पडल्ड सोइल भनेको चाहिँ हिले माटोमा चाहिँ हामीले छर्ने विधि है। कुन चाहिँ तुलनामा होइन पुरानो हिलो पारेर रोपाई गर्ने विधिको तुलनामा सबैभन्दा कम पानी चाहिने धान रोप्ने विधि कुन हो? हिलो पार्दाखेरि कुन चाहिँ मा चाहिँ सबैभन्दा कम पानी चाहिन्छ?
लेख्नुहोस् त। तुलसा म्यामले बी लेख्नु भएको छ। हाम्रो दिपा म्यामले सी लेख्नु भएको छ, बी लेख्नु भएको छ, अर्थात् डाइरेक्ट सिडेड राइस लेख्नु भएको छ। त्यस्तै गरेर रमिला म्यामले बी लेख्नु भएको छ, धीरज सरले बी लेख्नु भएको छ। क्विक क्विक लेख्नुहोस् त सर म्याम। टिका म्यामले बी लेख्नु भएको छ, फटाफट क्विक। हुर्रे भन्ने चौचाखानमा चाहिँ कि नै हरि अप गर्नु त्यही भएर है। टिका म्यामले बी लेख्नु भएको छ, सुरज सरले बी लेख्नु भएको छ, पिङ्की म्यामले बी लेख्नु भएको छ, आयन्स खड्का सरले बी लेख्नु भएको छ, सुभाष सरले बी लेख्नु भएको छ। ओके, सुषमा म्यामले बी लेख्नु भएको छ। क्विक 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 हेरौँ कसमा छ कति दम। 67 को बी लेख्नु भएको छ। ल कविता म्याम, प्रेमा म्याम, अनि हाम्रो को हुनुहुन्छ, सुषमा म्याम, एग्रिकल्चर एस्पिरेन्ट सर, कविता म्याम, सबैजनालाई रिक्वेस्ट एउटा लाइभ सेयर गरिदिनु होला। हाम्रो मानबहादुर सर र सुभाष सरलाई धेरै धेरै धन्यवाद, लाइभ सेयर गरिदिनु भएको रहेछ। म थाहा पाइहाल्छु कि थाहा पाइहाल्छु, आजकल चलाउँदा चलाउँदा बाटो भइसकेको छु। बिसिजिएम सरले बी लेख्नु भएको छ। यसको उत्तर के हुन्छ? विनिता म्यामले सी एउटा एउटा लाइभ सेयर गरिदिनु होला। बिसिजिएम सर, विनिता म्याम, रिक्वेस्ट है प्लिज भनेपछि त मान्न पर्छ अरे कि। ल यसको उत्तर रहेको छ हजुरहरूको चाहिँ हेर्नुहोस् त। ट्रान्सप्लान्टेड राइसमा चाहिँ पर्लिङ, यसमा चाहिँ के हुन्छ, हिल्याउनु पर्छ स्ट्यान्डिङ वाटर। यसमा चाहिँ धेरै पानी युज हुन्छ क्या तपाईँहरूको चाहिँ ट्रान्सप्लान्टेड राइसमा। हामीले चाहिँ त्यो सारेर गर्ने विधि हुन्छ नि होइन, बेर्ना सारेर गर्ने विधि हो, त्यसमा चाहिँ बढी पानी चाहिन्छ। र हामीले डाइरेक्ट सिडेड राइसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँहरूको चाहिँ डाइरेक्ट हामीले सिडलाई छरिदिन्छौँ होइन, हो त्यो कारणले गर्दा पानी चाहिँ कम मात्रामा चाहिन्छ। वेट बेड नर्सरीको लागि भनेको चाहिँ के हुन्छ, यो चाहिँ फिल्डमा गर्ने होइन, इट इज ओन्ली नर्सरी टेक्निक होइन। नर्सरी टेक्निकमा लगाएपछि फिल्डमा पनि त लाग्ने भयो नि त होइन, नर्सरीमा लाउँछ नि, बरु ट्रान्सप्लान्ट गर्छौ नि त। तपाईँहरूको चाहिँ नर्सरी टेक्निक हो है यो चाहिँ। त्यसपछि गएर हजुरको ब्रोडकास्टिङ अनि इम्पोर्टेन्ट रहेछ। अब यहाँ सुरुमै छर्ने विधि भनेको चाहिँ केमा, हिल्याएको माटो भने चाहिँ हिल्याउँदा त पानी चाहियो त धेरै, त्यही भएर चाहिँ रिक्वायर्ड मोर वाटर होइन यसमा। त्यही भएर यसको चाहिँ डाइरेक्ट सिडेड राइट डिएसआर मेथडमा चाहिँ के हुन्छ, हामीले चाहिँ पर्लिङ नगरिकन चाहिँ हामीले चाहिँ यसमा सिड्सहरू डाइरेक्टली सो गर्छौँ। त्यही भएर चाहिँ यसमा चाहिँ पानीको मात्रा चाहिँ कम लाग्छ है। भेरी गुड अनिता म्याम, सबैजनालाई धेरै धेरै धन्यवाद, बधाई हो बधाई हो, बधाई हो, बधाई हो, बधाई हो होइन। ल आजकल त मलाई ताली बजाऊ, ताली बजाऊ, गीत सुनेर ताली बजाऊ, ताली बजाऊ, ताली बजाऊ, आन्सर हेरेर ताली बजाऊ भन्ने गीत मात्रै आउँछ के। गोलो गोलो घुम, गोलो गोलो घुम। मेरो बाबुले के कति कतिखेर दुध खाइदिन्न, अनि मैले यही गीत बजाउँछु कि। त्यही भएर हजुरको आन्सर मिस्टेक भयो भने पनि मैले यही भन्छु, म्यामले पढ पढ भनेको है, बाबुलाई दुध खाऊ खाऊ भने जस्तै म्यामले हामीलाई पढ पढ भन्नुभएको भनेर लेख्नु होला है। गण्डकी फोर्थको इक्जाम चैत्रको 20 गते छ एक्ज्याक्टली। सबैजनालाई शुभकामना। अनि हामीसँग तमाम रेकर्डेड भिडियो छन्, सरले भनिसक्नु भएको छ, सजिकन गर्न सकिन्छ है, नाम पनि निस्किन्छ, क्लास पनि भइरहेको छ। बिचमा अलिअलि पज आउँछ ल, म खाँदै पनि छु कि, अघि भर्खरै अफिसबाट आएको लगभग 5:30 बजेतिर, यहाँ 6 बजे नै क्लास थियो, एकैछिनै सर भनेको भएर 10 मिनट अलि ढिलो भएको कि। नाइट्रिफिकेसन प्रक्रियाका लागि मुख्य जिम्मेवार सूक्ष्मजीव कुन हो? एमा राइजोबियम, बीमा एजोटोब्याक्टर, सीमा नाइट्रोसोमोनास र डीमा रहेको छ क्लोस्ट्रिडियम। ओहो ल, सबैजनालाई रिक्वेस्ट, अनिता म्याम एउटा लाइभ सेयर गरिदिनु होला, मनोज सर, बिसिजिएम सर, धीरज सर, सबैजना मैले यति पटक भनेको छु, एकचोटि त मानिदिन पर्छ के। मलाई हजुरहरूसँगै फ्यामिली जस्तै फिल हुन्छ, त्यही भएर घरिघरि बच्चापनवाला बालापनवाला कुरा पनि गरिदिइहाल्छु। नाइट्रोसोमोनास र नाइट्रोब्याक्टर भन्नुभएको छ, भेरी गुड हाम्रो अनिता म्यामले। अस्मिता म्यामले सी, सुभाष सरले ए लेख्नु भएको छ, मनोज सरले सी, बिसिजिएम सरले सी, धीरज सरले ए लेख्नु छ, कविता म्यामले ए लेख्नु छ, पिङ्की म्यामले ए, तुलसा म्यामले ए, सुभाष सरले ए, सुरज सरले ए, मानबहादुर सरले सी लेख्नु छ, सुषमा म्यामले ए लेख्नु भएको छ, अस्मिता म्यामले ए लेख्नु भएको छ। थ्याङ्क यू सुषमा म्याम फर सेयरिङ आवर लाइभ है, म त्यसै थ्याङ्क यू पनि भन्छु। आयन सरले राइजोम लेख्नु भएको छ, आयन सर लाइभ सेयर गरिदिनु होला प्लिज। सुभाष सर एउटा त गर्नु भएको छ, दुई तिनवटा गरे पनि हुन्छ।
अनि अन्त म्यामले चाहिँ नाइट्रोसोमस र नाइट्रोब्याक्टर, दिपा म्यामले ए लेख्नुहोस्, रमिला राहुल म्यामले ए लेख्नुहोस्। सबैजनालाई एउटा लाइभ सेयर गरिदिनु मैले आग्रह गरेँ। नाइट्रिफिकेसनको प्रक्रियामा तपाईँको नाइट्रोसोमस र नाइट्रोब्याक्टर नै हुन्छ है। राइजोबियम भनेको तपाईँको नाइट्रोजन फिक्सेसन लेग्युम्समा काम लाग्छ भने एजोटोब्याक्टर भनेको फ्री लिभिङ नाइट्रोजन फिक्सिङ ब्याक्टेरिया हो। नाइट्रोसोमोनास र नाइट्रोब्याक्टर भनेको चाहिँ तपाईँको कन्भर्ट एमोनिया इन्टु नाइट्रेट एन्ड नाइट्रेट इन नाइट्रिफिकेसन प्रोसेस है। नाइट्राइटमा र नाइट्रेटमा चेन्ज हुन्छ, यानो 2 माइनस र यानो 3 माइनस भन्ने हुन्छ हो। नाइट्रेट भनेको यानो 2 हो भने चाहिँ नाइट्रेट भनेको यानो 3 हो है, त्यसै सम्झिनु होला। ठिक छ, यो भनेको नाइट्रिफिकेसन प्रोसेस है। तर सोधिन्छ, यो अफिसरकै इक्जाममा आएको क्वेसन थियो गण्डकी प्रदेशमा है, यो चाहिँ तपाईँको प्रक्रिया लेख भनेर आएको थियो कि। ठिक छ हो। यो नाइट्रोसोमोनस र नाइट्रोब्याक्टरको चाहिँ के हुन्छ भन्दाखेरि कन्भर्ट एमोनियालाई चाहिँ NH4 प्लसलाई चाहिँ यसले NO2 र NO3 मा चाहिँ कन्भर्ट गरिदिन्छ भनेर सम्झिनु होला। र बिरुवाले चाहिँ अब्जर्भ गर्छ त्यो फर्ममा है। क्लस्ट्रिडियमले चाहिँ एनारोबिक ब्याक्टेरिया भनेको तपाईँको अक्सिजनको एब्सेन्समा चाहिँ हामीले एनारोबिक प्रोसेस भन्छौँ। एनारोबिक ब्याक्टेरिया इन्भल्भ इन नाइट्रोजन फिक्सेसन बट नट इन नाइट्रिफिकेसन। क्लस्ट्रिडियम चाहिँ तपाईँको के हुन्छ, नाइट्रोजन फिक्सेसनमा चाहिँ इन्भल्भ भएको हुन्छ होइन, एजोटोब्याक्टर क्लस्ट्रिडियम। तर यो क्लस्ट्रिडियम चाहिँ नाइट्रिफिकेसनमा चाहिँ इन्भल्भ भएको हुँदैन भनेर बुझ्नु होला। ठिक छ, अब हामी जान्छौँ क्वेसन नम्बर अगाडि। अगाडि मतलब नेक्स्टमा क्वेसन नम्बर 69 हजुरको स्क्रिनमा यसरी रहेको छ। प्राइस हामी चाहिँ हाफ सेन्चुरी भइसकेका छौँ, एउटा सेन्चुरी क्रस गराइदिनु न सबैजनालाई मैले आग्रह गरेँ, धन्यवाद भन्दै सुरुमै। ल क्वेसन नम्बर 69 हजुरको स्क्रिनमा, प्राइस इलास्टिसिटी अफ डिमान्ड इज सेड टु बी पर्फेक्टली इलास्टिक वेन मागको मूल्य लोज। पर्फेक्टली इलास्टिक कहिले हुन्छ भनेको छ है। यहाँ चाहिँ इलास्टिसिटी ग्रेटर देन 1, इलास्टिसिटी इक्वल टु 1, इलास्टिसिटी इक्वल टु 0, इलास्टिसिटी लेस देन 1 भनेको है तपाईँहरूको चाहिँ लोज हुन्छ नि होइन। यो लोज चाहिँ तपाईँहरूको चाहिँ के हुन्छ भन्दाखेरि एक भन्दा माथि हुँदाखेरि हो कि एक बराबर हुँदाखेरि हो कि एक तपाईँहरूको चाहिँ 0 बराबर हुँदाखेरि हो कि अथवा यो चाहिँ लोड चाहिँ एक भन्दा कम हुँदाखेरि चाहिँ हामीले यो भन्न मिल्छ। कहिले हुन्छ यो मागको मूल्य लोज पर्फेक्टली इनइलास्टिक कहिले हुन्छ लेख्नुहोस् त। ABCDमा उत्तर लेखिहाल्नुहोस् त के हुन्छ। इलास्टिसिटी ग्रेटर देन 1। थ्याङ्क यू कमल सर, थ्याङ्क यू सो मच लाइभ सेयर गरिदिनु भएकोमा। हाम्रो सरस्वती म्याम, रमिला म्याम, दिपा म्याम सबैजनालाई मैले भन्न चाहे, प्रेमा म्यामलाई लाइभ सेयर गरिदिनु होला। कमल रमिला ओके उत्तर आइसकेको छ। दिपा म्यामले ए, रमिला म्यामले ए, सरस्वती म्यामले ए, कमल सरले सी, प्रेमा म्यामले ए, धीरज सरले सी, 69 को सी भन्नुहोस्। मनोज डाङ्गर सरले थ्याङ्क यू मनोज सर फर सेयरिङ द लाइभ। मान सरले चाहिँ ए लेख्नु भएको छ, BCGM सरले चाहिँ ए लेख्नु भएको छ, सुरज सरले ए लेख्नु भएको छ, आयन सरले ए सी लेख्नु भएको छ। अब सुरज सर र आयन सरको पालो है लाइभ सेयर गर्ने। म फेरि थ्याङ्क यू भन्छु। ल उत्तर दिनुभएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई। ग्रेटर देन 1 भयो भने तपाईँको के हुन्छ, इलास्टिक डिमान्ड अथवा लोचवाला चाहिँ तपाईँको माग हुन्छ है। लोचवाला चाहिँ तपाईँहरूको माग हुन्छ। इक्वल टु 1 भयो भने तपाईँको युनिटरी भनेको एकाइ भनेको 1 युनिटरी इलास्टिसिटी हुन्छ, लोच हुन्छ है, एकाइ लोच हुन्छ। त्यस्तै गरेर हजुरको चाहिँ इक्वल टु 0 भनेको चाहिँ क्वान्टिटी डिमान्डेड डज नट चेन्ज इभेन द प्राइस चेन्ज। यो भनेको कस्तो भन्दाखेरि तपाईँहरूको चाहिँ प्राइस चेन्ज भए पनि क्वान्टिटी चाहिँ त्यो 10वटा माग्ने छ भने 10वटै माग्छ, त्यसको प्राइस चाहे 20वटा होस्, चाहे 20 रुपियाँ होस्, चाहे 30 रुपियाँ होस्, यसको क्वान्टिटीमा चाहिँ केही फेरबदलाव आउँदैन, प्राइस चाहिँ कन्सटेन्ट हुन्छ भनेको। किनभने यो प्राइस इलास्टिसिटीको कुरा हो। प्राइस इलास्टिसिटीको कुरामा चाहिँ यस्तो हुन्छ के, ठिक छ। त्यस्तै गरेर हजुरको लेस देन 1 मा चाहिँ तपाईँहरूको इनइलास्टिक डिमान्ड अथवा बेरोजगार बट नट पर्फेक्टली इलास्टिक भनेर चाहिँ, बट नट पर्फेक्टली इनइलास्टिक भनेर चाहिँ सम्झना होला है। ठिक छ, अब हामी जान्छौँ क्वेसन नम्बर यस क्वेसन नम्बर 70 है। कृषि प्रसार कार्यक्रममा सबैभन्दा धेरै प्रयोग हुने सञ्चार मोडल कुन हो? एमा ल्यासवेल मोडल, बीमा सानन एन्ड वेबर मोडल, सीमा बर्लो SMC मोडल र डीमा रहेको छ एरिस्टोटल मोडल। कृषि प्रसार कार्यक्रममा सबैभन्दा बढी प्रयोग हुने सञ्चार मोडल चाहिँ कुन हो? लेख्नुहोस् त हजुरले एन्सर यहाँ के लेख्नु रहेछ। हजुरले क्वेसनमा म्याम अप्सन मिस्टेक छ भने लेख्न सक्नुहुन्छ है। लेट्स चेक। क्वेसन मिस्टेक छ भने पनि पत्ता लगाउन सक्नुपर्छ, मिस्टेक छ कि छैन, नहुन पनि सक्छ। डिफेन्ड गर्न पर्यो हजुरले यसमा। यो मध्ये चाहिँ कुन राम्रो हुन सक्छ अथवा हामीले खोजेको अप्सनमै छैन यहाँ म्याम, हुनुपर्ने उत्तरै अप्सनमा छैन पनि भन्न सक्नुहुन्छ है। यो कलिका लोकसेवाले यस्तो प्याटर्नै सोधिरहेको हुन्छ है।
क्विक लेख्नुहोस् त सर म्याम। ओके, सुभाष सरले सी लेख्नु भएको छ, बिसिजेम सरले सी। सुन्नु है, अब हजुरले के बुझ्न पर्छ भन्दाखेरि हजुरले यहाँ चाहिँ एउटा एउटा एन्सर चाहिँ के हुन पर्थ्यो भन्दाखेरि, सुन्नु है, यो यहाँ क्वेसन अनुसार चाहिँ बढ्लो एसएमसी आर मोडल चाहिँ राम्रो हो प्रसारको लागि, एक्सटेन्सनको लागि। तर कृषि प्रसार आउँछ भने हजुरले लिगेन्स मोडल चाहिँ टिक्लाउनु पर्छ है। यहाँ लिगेन्स मोडल नभएको कारणले गर्दा हजुरले बढ्लो एसएमसी आर मोडल लेख्नु भएको छ, ठिक छ। बट इफ यहाँ चाहिँ लिगेन्स मोडल आएको छ भने लिगेन्स मोडल चाहिँ एन्सर हुन्छ है। त्यसले चाहिँ इम्प्याक्ट सहितको कुरा गर्छ। लिगेन्स मोडल इज द पर्फेक्ट मोडल फर द एग्रिकल्चर एक्सटेन्सन है, लिगेन्स मोडल हुन्छ है, ठिक छ। पर्फेक्ट फर एग्रिकल्चर कम्युनिकेसन है, एग्रिकल्चर एक्सटेन्सन। एग्रिकल्चर भन्छ नि, कल्चर एग्रिकल्चर, कस्तो स्पेलिङ मिस्टेक हो गयो, एग्रिकल्चर एक्सटेन्सन। ल ठिक छ सर म्याम, ल गुड धीरज सर हो, भेरी गुड। लिगेन्स मोडल चाहिँ हुन्छ, पिङ्की म्यामले ओके म्याम लेख्नु भएको छ। पर्फेक्ट फर एग्रिकल्चर एक्सटेन्सन है। लोडिङ, आन्सर इज लोडिङ है। ल ल्याक्सवेल मोडल भनेको तपाईँहरूको चाहिँ यो, अब धेरै कुरा मैले भन्न चाहिनँ। हजुरहरूले पढ्ने भनेको चाहिँ एसएमसिआर मोडल भनेको तपाईँको सोर्स मेसेज र तपाईँहरूको चाहिँ च्यानल र रिसिभरको कुरा हुन्छ। यसमा चाहिँ एउटै खालको चाहिँ प्लेटफर्म हुनुपर्छ, एउटै खालको चाहिँ सर्कल हुनुपर्छ भन्ने कुरा राखेको छ। त्यही भएर एग्रिकल्चर एक्सटेन्सनमा युज त हुन्छ, बट प्रोभाब्ली मोस्ट पर्फेक्टली युज हुने भनेको लिगेन्स मोडल है। त्यो कुरा ख्याल गर्नु होला है। कुन कीटनाशक समूहले एसिटाइल कोलिस्टेरेज काम अवरोध गरेर काम गर्छ है, अवरोध गर्ने काम गर्छ। अर्गानोफोस्फेटेट्स हो कि, पाइरेथ्रोइड्स हो कि, नियोनिकोटिनोइड्स हो कि, स्पिनोसाइड्स हो, लेख्नुहोस् त के हुन्छ एबिसिडीमा, लेख्नुहोस् त। लेख्नुहोस् त एबिसिडी के हुन्छ उत्तर, अप्सन अनुसार जाने एक्ज्याक्टली। ओके सुदर्शन सर, वेलकम टु आवर लाइभ। पिङ्की म्याम एउटा लाइभ सेयर गरिदिनु होला है। धीरज सर, सरस्वती म्याम, अनिता म्याम, अनि हाम्रो धीरज सर को को हुनुहुन्छ, अनिता म्याम, आयन सर, एउटा लाइभ सेयर गरिदिनु होला। कमल सरलाई धेरै धेरै धन्यवाद। हाम्रो रमिला म्याम ए लेख्नु भएको छ, धीरज सरले ए लेख्नु भएको छ, आयन सरले ए लेख्नु भएको छ, कमल सरले ए, सरस्वती म्यामले ए, सुषमा म्यामले ए, सुरज सरले ए, बिसिजिएमले ए लेख्नु भएको छ। क्विक 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 फटाफट। यसको उत्तर रहेको हुन्छ ए है, यसको उत्तर रहेको हुन्छ ए, अर्गानोफोस्फेट नै हो यसको उत्तर। भेरी गुड, एक्सिलेन्ट। अर्गानोफोस्फेटले चाहिँ के हुन्छ, इनहिबिट एसिटाइल कोलिस्टेरेज एन्जाइम कजिङ नर्भस सिस्टम फेलियर इन इन्सेक्ट्स हैन। पाइरेथ्रोइड्स भनेको एफेक्ट सोडियम च्यानल फङ्सन इन इन्सेक्ट नर्भ सेल्स। नियोनिकोटिनोइड्स के हुन्छ भन्दाखेरि निकोटिनिक एसिटाइल कोलाइन रिसेप्टर्सहरूमा चाहिँ एक्ट गर्छ यो। स्पिनोसाइन्सले चाहिँ के हुन्छ, नर्भस सिस्टमलाई एफेक्ट गरेर डिफ्रेन्ट रिसेप्टर मेकानिजमको थ्रुबाट चाहिँ नर्भस सिस्टमलाई चाहिँ एफेक्ट गरिदिन्छ है। त्यस्तै रहेको छ क्वेसन नम्बर 72। इट माइट बी द लास्ट क्वेसन फर द सेसन, माइट बी भनेको छु है। ल लेख्नुहोस् त क्वेसन नम्बर 72 हजुरको स्क्रिनमा यसरी रहेको छ। सबैजनालाई एउटा लाइभ सेयर गरिदिनु होला भनेर मैले अनुरोध गर्न चाहे। ल म्याक्सिमम तपाईँहरूको चाहिँ इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट मेनली इम्फेसाइजेस अन वाट। एमा रहेको छ म्याक्सिमम पेस्टिसाइड युज, बीमा रहेको छ कम्प्लिट पेस्ट इराडिकेसन, सीमा रहेको छ इकोनोमिक थ्रेसहोल्ड लेभल र डीमा रहेको छ पेस्ट रिडक्सन एट
एनी लेभल है। तपाईँहरूले के बुझ्नु भन्दा चौथो पाँचौँ र अधिकृतको लागि यो एकदमै महत्त्वपूर्ण क्वेसन छ। चौथो पाँचौँमा सबै नेपाली पार्टले चाहिँ क्वेसन आउँदैन है, र कृषि अधिकृतमा सबै इङ्ग्लिसमा पनि आउँदैन है। तपाईँको ऐन कानुनसँग रिलेटेड क्वेसनहरू नेपालीमा आइदिन सक्छ। तपाईँको यस्ता टिपिकल टेक्निकल क्वेसन्सहरू चाहिँ चौथो पाँचौँ भए पनि तपाईँलाई के आइदिन सक्छ, इङ्ग्लिसमा सोधिन सक्छ है। त्यही भएर इङ्ग्लिसमा नेपालीमा दुईटैमा चाहिँ तपाईँले क्वेसन बुझ्नुपर्ने चाहिँ अति नै आवश्यक हुन्छ। ठिक छ, ओके। 72मा आइसकेका छौँ हामीले। ए लेख्नु भएको छ सुभाष सरले, अस्मिता म्यामले सी, अनिता म्यामले ए लेख्नु भएको छ, अस्मिता म्यामले सी लेख्नु भएको छ। अस्मिता म्याम, अनिता म्याम एउटा लाइभ सेयर गरिदिनु होला ल। त्यसै गरेर बिसिजिएम सरले सी, एग्रिकल्चर एस्पिरेन्ट प्लिज लाइभ सेयर गरिदिनु होला एउटा एउटा। अस्मिता म्याम, पिङ्की म्यामलाई धेरै धेरै धन्यवाद। सुरज सर एउटा लाइभ सेयर गरिदिनु होला। सी लेख्नु भएको छ 72को। तपाईँहरूको चाहिँ के हुन्छ, म्याक्सिमम पेस्टिसाइड युज, विषादीको युज गर्ने, कम्प्लिट पेस्ट इराडिकेसन, सीमा रहेको छ इकोनोमिक थ्रेसहोल्ड लेभल, र डीमा रहेको छ पेस्ट टलरेन्स एट एनी लेभल। तपाईँको आइपिएमले चाहिँ मेन कुरा चाहिँ केलाई टार्गेट गरिरहेको हुन्छ, पेस्टिसाइड युज धेरै गर्नको लागि टार्गेट गरेको हुन्छ कि पेस्टलाई कम्प्लिटली इराडिकेट गर्नु हुन्छ, त्यो सम्भवै छैन होइन, त्यो कुरा ख्याल गर्न पर्यो। अथवा तपाईँहरूको चाहिँ के हुन्छ, क्षति हुने लेभलसम्म चाहिँ हामीले म्यानेज गरिसक्नुपर्छ। क्षति हुन चाहिँ दिनुहुन्न, हामीले चाहिँ त्यो आर्थिक रूपले चाहिँ क्षति हुने खालको पोइन्टमा जानुभन्दा अगाडि नै म्यानेजमेन्ट गर्नुपर्छ कि, अथवा चाहिँ तपाईँहरूको चाहिँ पेस्ट टलरेन्स एट एनी लेभल हुन्छ, के हुन्छ यसको उत्तर ख्याल गर्नुहोस् है। नेपालीमा पनि मैले ट्रान्सलेट गरेको छु। ओके, धेरैजना उत्तर यहाँ सुरज शाह सरले सी, रविना म्यामले सी, आयन सरले सी, सुषमा म्यामले सी, मान सरले सी, सुभाष सरले सी, अनि अन्त म्यामले 72को इकोनोमिक थ्रेसहोल्ड लेभल लेख्नु भएको छ। भेरी गुड, एक्सिलेन्ट। यसको उत्तर रहेको छ हजुरहरूको इकोनोमिक थ्रेसहोल्ड लेभल है। तपाईँहरूको चाहिँ के हुन्छ भन्दाखेरि म्याक्सिमम पेस्टिसाइड युज गर्ने सोध्दैन आइपिएमले। आइपिएमले जहिले पनि पेस्टिसाइड युजलाई चाहिँ मिनिमम गर्नुपर्छ भनेर चाहिँ सोचिरहेको हुन्छ अथवा भनेको हुन्छ, उसको सिद्धान्त नै त्यही हुन्छ है। कम्प्लिट पेस्ट इराडिकेसन भनेको कहिले पनि यो प्र्याक्टिकल्ली सम्भवै छैन कि, त्यसलाई हामीले न्यून जिरोमा पार्नै सक्दैनौँ कि, कहीँ कतै गएर चाहिँ त्यो मल्टिप्लाई भइरहेको हुन्छ है। अनि त्यसपछि गएर हजुरको के हुन्छ भन्दा, हजुरले आफै इक्जाम्पल हेर्नुहोस्, क्लब रुटहरू 18 वर्षसम्म पनि आफ्नो होस्ट नभए पनि त्यो हुन्छ भने चाहिँ त्यो पेस्ट इराडिकेसन चाहिँ हुँदै हुन्न के, हामीले म्यानेज मात्रै गर्न सक्छौँ है। अनि इकोनोमिक थ्रेसहोल्ड लेभल भनेको चाहिँ कन्ट्रोल मेजर्स आर एप्लाइड वेन पेस्ट पपुलेसन रिचेस इकोनोमिक थ्रेसहोल्ड लेभल। जस्तो तपाईँको चाहिँ 10वटा पपुलेसन छ, 20वटामा गएपछि यसलाई घाटा लाग्छ भने चाहिँ 20 वर्षसम्म जानै नदिने कुरा हो है, आइपिएमले कन्ट्रोल गरिदिन्छ भनेको है। पेस्ट टलरेन्स एट एनी लेभलको सम ड्यामेज इज टलरेटेड बट विदिन द इकोनोमिक लिमिट्स भनेको तपाईँहरूको यतिसम्म क्षति चाहिँ हामी बेहोर्न सक्छौँ भन्ने हिसाबको है। पेस्टले गरेको क्षतिमा यतिसम्मको क्षति चाहिँ हामीले चाहिँ बेहोर्न सक्छौँ भन्ने खालको है। ठिक छ, क्वेसन नम्बर 73 हजुरको स्क्रिनमा यसरी रहेको छ। क्लास कस्तो लागिरहेछ सर म्याम, बुझिराख्नु भएको छ कि छैन लेख्नुहोस् त। अनि प्लिज एउटा लाइभ सेयर गरिदिनु होला हाम्रो अनिता म्याम, मुना म्याम, मनोज सर, सुषमा म्याम, आयन सर, रविना म्याम, अनि हाम्रो सुरज सर। ल, कस्तो मानिराख्नु भएको छ क्लास लेख्नु होला त। अलि दिमागमा घुसे जस्तो फिल भएको छ कि छैन। अस्मिता म्यामले गुड भन्नुभएको छ, गुड मात्रै अस्मिता म्याम। ल, बबाल दामी भन्ने सुन्ने बानी परेको भएर अनि एक्सिलेन्ट भनेको 10वटा गुड हो नि त, त्यही भएर गुड मात्रै भन्दा ला मैले आफ्नो अप टु द मार्क पढाइन कि क्या हो भन्ने हुन्छ। अब अझै प्रयास गर्नु पर्यो नि। मुना म्यामले सी लेख्नु भएको छ, अन्त म्यामले सी। अनि हजुरहरूले क्लास बुझिराख्नु भएको छ कि छैन, क्लास कस्तो लागिरहेको छ, प्लिज प्रोभाइड विथ द फिडब्याक, कमेन्ट गर्नुहोस् त कस्तो लागिरहेछ। अनि हामी नेक्स्ट सेसनमा जान्छौँ, नेक्स्ट क्वेसनमा जान्छौँ। राम्रो छ म्याम भनेर दुवै हात जोडेर नमस्ते गर्नुभएको छ, थ्याङ्क यू सबिना म्याम। अस्मिता म्यामले एक्सलेन्ट म्याम भन्नुभएको छ, थ्याङ्क यू सो मच अस्मिता म्याम। सबैजनाले आफूले पढाउने व्यक्तिले हजुरहरूलाई फिडब्याक माग्दाखेरि मैले सही पढाइरहेको छु कि छैन, पढाएको बुझ्दैछ कि छैन भनेर हजुरहरूले फिडब्याक दिनुभयो भने हजुरहरूलाई नै सजिलो हुन्छ कि, किनभने इम्प्रोभाइज हुने चान्सेस हुन्छ के है। थ्याङ्क यू सो मच, मोटिभेसन पनि हुन्छ। ल, क्लास कस्तो लागिरहेछ त्यो पनि लेख्नु होला। प्लस हामी जान्छौँ नेक्स्ट क्वेसनमा, क्वेसन नम्बर 73 हजुरको स्क्रिनमा। विच सोइल पार्टिकल हेज द हाइएस्ट सर्फेस एरिया न्युट्रिएन्ट होल्डिङ क्यापेसिटी? एमा स्यान्ड, बीमा सिल्ट, सीमा क्ले र डीमा ग्राभल। एबिसिडीमा के हुन्छ लेख्नुहोस् त। क्वेसन नम्बर 73 हजुरको स्क्रिनमा यसरी रहेको छ। राम्रो छ म्याम क्लास भन्नुभएको छ, दुवै हात जोडेर हार्ट दिनुभएको छ के, हार्ट टु हार्ट कनेक्सन हुन्छ नि। अरूलाई के अरे, अरूलाई धानको पात, मायालाई पानको पात भने जस्तो होइन। ल, बिसिजेएम सरले सी लेख्नु भएको छ। विच सोइल पार्टिकल भनेको
मध्येको कुन चाहिँ सोइलको तत्त्वमा अथवा कणमा चाहिँ सबैभन्दा बढी सर्फेस एरिया र न्युट्रिएन्ट होल्डिङ क्यापासिटी अथवा तपाईँको पोषण तत्त्व चाहिँ अब्जर्प्सन अथवा चाहिँ त्यसलाई समातेर राख्न सक्ने चाहिँ क्यापासिटी हुन्छ भनेको, होल्ड गरेर राख्न सक्ने, आफैसँग राख्न सक्ने क्षमता चाहिँ सबैभन्दा बढी केमा हुन्छ भनेको छ है। एग्रिकल्चर तपाईँको चाहिँ अस्मिता म्यामले सी लेख्नु भएको छ, सुरुमै बाजी मार्नु भएको छ। आयन सरले क्ले लेख्नु भएको छ, अनि एग्रिकल्चर एस्पिरेन्टले ए अथवा स्यान्ड लेख्नु भएको छ। बिसिजिएम सरले सी, पिङ्की म्यामले सी लेख्नु भएको छ, मानव सरले सी 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 लेख्नु भएको छ, क्ले सी फर सी, सी फर क्ले। लेट्स सी है। सुषमा म्यामले चाहिँ सी लेख्नु भएको छ, थ्याङ्क यू सुषमा म्याम फर सेयरिङ द लाइभ। सञ्जय सरले सी लेख्नु भएको छ, सुरज सरले सी लेख्नु भएको छ। सुरज सर अब पालो हजुरको है, एउटा लाइभ सेयर गर्नु होला, सबै सबको माझमा मानमिला पुऱ्याउ। अनि हजुरहरूले लाइभ हेरिराख्नु भएको पेजलाई चाहिँ फलो गर्न चाहिँ नबिर्सिनु होला है, फलो गर्न चाहिँ नबिर्सिनु होला। अनि हजुरहरूलाई कहिले केही मन आत्तिन्छ के हुन्छ भने मेरो मोटिभेसन भिडियो पनि छ लोकसेवामा को रिलेटेड, विपनागिरी 1668 भनेर युट्युब च्यानल छ, त्यहाँ पनि हेर्न सक्नुहुन्छ। मान्मीको पनि हाम्रो युट्युब च्यानल रहेको छ। र हजुरको चाहिँ अर्को हाम्रो चाहिँ अहिले कृषिको कुराकानी भनेर पनि च्यानल खोलेका छौँ, त्यहाँ पनि हजुरहरूले चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ। त्यसमा चाहिँ तपाईँलाई लोकसेवाको एग्रिकल्चरसँग रिलेटेड पढ्ने कन्टेन्टहरू चाहिँ पाउन सजिलो हुन्छ है। चिम्टाइलो माटो 73 सी लेख्नु भएको छ। ओके, भेरी भेरी गुड। यसको उत्तर रहेको हुन्छ हजुरहरूको चाहिँ चिम्टाइलो माटो अर्थात् तपाईँको क्ले नै हुन्छ है। स्यान्ड भनेको चाहिँ लार्जेस्ट पार्टिकल हुन्छ तर लो सर्फेस एरिया हुन्छ, न्युट्रिएन्ट होल्डिङ क्यापासिटी पनि एकदमै कम छ। हजुरले बालुवामा पानी हाल्नुहोस् त, अरूले के भन्छन् बाबामले हामीले नपढाउँ त, ओहो यिनीहरूलाई पैसा हालेको त बालुवामा पानी हाले जस्तै भयो भनेर भन्नुहुन्छ नि, त्यो के हो, त्यो होल्डै हुने भएन कि हो। अनि सिल्ड भनेको चाहिँ यो स्यान्ड भन्दा अलिकति कम साइजको हुन्छ, बट के हुन्छ भन्दाखेरि न्युट्रिएन्ट होल्डिङ क्यापासिटी स्यान्ड भन्दा त अलिकति होल्ड गर्छ तर क्ले जस्तो राम्रोसँग गर्दैन भन्न खोजेको है। त्यस्तै गरी क्ले भनेको चाहिँ एकदमै स्मल पार्टिकल हुन्छ तर हाई सर्फेस एरियाको हुन्छ, र यसमा चाहिँ हाई क्याटन एक्सन क्यापासिटी हुन्छ, जसको कारणले गर्दा अब्जर्प्सन चाहिँ बढ्छ। अघि नै हाम्रो फर्स्ट क्वेसनमा विच वान इज रेस्पोन्सिबल फर द न्युट्रिएन्ट क्यापासिटी चाहिँ केले डिटरमाइन गर्छ भनेर सोधेको थियो नि, क्याटन एक्सन क्यापासिटी भनेको थियो नि हो। क्याटन एक्सन क्यापासिटी चाहिँ केमा बढी हुन्छ भन्दा क्लेमा बढी हुन्छ भनेर सम्झिनु होला। त्यस्तै गरेर ग्राउन्डको भेरी लार्ज पार्टिकल स्यान्ड भन्दा पनि सबैभन्दा ठुलो, जसको कारणले गर्दा त्यहाँ कुनै पनि न्युट्रिएन्ट अटिँदैन है। धेरै ठुलो मान्छेहरू घमण्डी हुन्छन्, उनीहरूसँग कसै साथी हुन्न नि हो, त्यही भएर त्यही सम्झिनु होला। ठिक छ ल। फेरि पनि बिचमा म बोलिहालेँ, हजुरहरूलाई फेरि जानकारी गरायो हामीले। हाम्रो अहिले क्वार सेसनमा छौँ। यो सेसन हजुरहरूका लागि हामीले फेसबुकमा उपलब्ध गराइरहेका छौँ, फेसबुकमा हजुरहरू पनि हेरिराख्नु भएको छ है। अनि हजुरहरूलाई जानकारी गराए, अहिले तपाईँहरूलाई चौथो पाँचौँ तहको लेखनसिप सम्बन्धी क्लासहरू आवश्यक पर्छ भने पनि सम्पर्क गर्नुहोला। गण्डकी प्रदेश होइन, कोशी प्रदेशको बाँकी नै छ, सबै प्रदेशमा इक्जामहरू हुन्छन्। लेखनसिप सम्बन्धी क्लासहरू पनि हामीले दिइरहेका छौँ, हजुरहरू इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुहोला। अनि अहिले भर्खरै तपाईँको सङ्घीय कृषि अधिकृतको पनि हजुरहरूको इक्जाम डेट तोकिसकेको छ। हजुरहरूलाई हामीले कमान्डो क्लास उपलब्ध गराउँछौँ अफिसर लेभलको लागि। हजुरहरू को इच्छुक हुनुहुन्छ हाम्रो यो दिएको नम्बरमा 97 632 51 680 हजुरहरू कन्ट्याक्ट गर्नुहोला। हजुरहरूलाई यो क्लासले हामीले सबै सब्जेक्टको हजुरहरूलाई कसरी लेख्ने भनेर हजुरहरूलाई मजासँग गाइड गर्छौँ। हजुरहरूलाई हामीले असाइनमेन्ट दिन्छौँ, हजुरहरूलाई हामीले इक्जामै गराउँछौँ, त्यसमा हामीले हजुरहरूलाई गाइड गर्ने काम गर्छौँ। हजुरहरू को हुनुहुन्छ इच्छुक सम्पर्कमा आउनुहोला। हजुरहरूलाई हामीले जे होस् प्रोबेबल क्वेसन, पास्ट क्वेसनहरू के हुन्छ होइन, हामीले त्यो हजुरहरूलाई दिन सक्ने के छ सबै दिन्छौँ। हजुरहरूलाई एकदमै बलियो बनाउँछौँ, त्यसमा ढुक्क रहनु होला। अधिकृतको कमान्डो क्लासका लागि पनि जोइन हुनुहोला। र अधिकृतको रेगुलर क्लासमा हजुरहरू भर्ना हुँदा चौथो पाँचौँ तहको हजुरहरूलाई रेकर्डेड भिडियो हामीले फ्रीमा उपलब्ध गराउँछौँ। र चौथो पाँचौँ तहको लागि हजुरहरू भर्ना गर्दै हुनुहुन्छ, इच्छुक हुनुहुन्छ भने चौथो पाँचौँ तहका लागि पनि हामीले एकदमै न्यून शुल्कमा हामीले क्लासहरू सञ्चालन गरिरहेका छौँ। इच्छुकहरू चाहिँ कन्ट्याक्टमा आउनु होला भन्दै म्याडमलाई फेरि पनि अगाडि बढ्न आग्रह गरे। धन्यवाद। र हजुरहरूले हाम्रो यो लाइभलाई सेयर गरेर अरू माझ पनि पुर्याइदिनु भएको छ, त्यसका लागि धेरै धेरै धन्यवाद। जसले लाइभलाई सेयर गरिदिनु भएको छ, सरस्वती माताले हजुरहरूलाई थप ज्ञान दिनुहोस्, थप हौसला दिनुहोस्, हजुरहरूलाई अझ थप पढ्न मन लागोस्, छिट्टै नाम निक्लियोस् है। हजुरहरूलाई विशेष शुभकामना सेयर गरिदिनु भएको छ, हामीलाई सहयोग गरिदिनु भएको छ, त्यसका लागि पनि हजुरहरूलाई धन्यवाद। र अन्य जति पनि हुनुहुन्छ हजुरहरूलाई पनि शुभकामना सम्पूर्णमा। क्लासका लागि इच्छुक जो कोही हुनुहुन्छ सम्पर्कमा आउनुहोला, हामीले सहजीकरण चाहिँ हजुरहरूलाई राम्रो दिन्छौँ भन्दै म्याडम अगाडि बढ्न आग्रह गरे। ल धन्यवाद सर, थ्याङ्क यू सो मच। ल अब मेरो पनि क्लास चाहिँ अब म चाहिँ बिदा लिने बेला भइसकेको छ।
अब अलिकति टाइम बाबुलाई पनि दिनु पर्यो है। सबैजनालाई जो जो तयारी गर्दै हुनुहुन्छ, मार्मी विल बी अ ग्रेट डेस्टिनेसन एन्ड अ रिलायबल डेस्टिनेसन फर यु अल भन्दै हजुरहरू क्लासको लागि इच्छुक हुनुहुन्छ भने सरले भनिसक्नु भएको छ तल दिएको नम्बर अथवा माथि स्क्रिनमा नम्बर राखिएको छ, त्यसमा सम्पर्क गर्न सक्नुहुन्छ। आजलाई मैले यति नै भन्दै सबैजना जो जो क्लासमा आउनुको छ उहाँलाई धेरै धेरै धन्यवाद, र जो जोले आन्सर लेख्नुको छ उहाँलाई झन् धेरै धन्यवाद, र सेयर गरिदिने सरहरूलाई पनि, सर म्यामहरूलाई सबैजनालाई धेरै हृदयदेखि नै धन्यवाद, धेरै कृतज्ञ छौँ हामी। थ्याङ्क यू सो मच। अनि राम्रोसँग पढ्नु होला। गुड नाइट, बेस्ट विसेस, अनि सबैजनालाई अग्रिम कङ्ग्रेचुलेसन्स। थ्याङ्क यू।